नमस्कार। आज जुलाई 1 अर्थात् मेरो लागि एक विशेष दिन। हरेक वर्ष जन्मदिन आउँछ र जान्छ, तर यसपालिको जन्मदिनको सुरुवात मेरो लागि अलिकति फरक र विशेष रहेको छ। जीवनको यो नयाँ वर्षलाई एउटा नयाँ ऊर्जा र आशीर्वादका साथ सुरु गर्न म बिहानै उठेर निस्किएँ मकाउ सहरमा रहेको यो ऐतिहासिक र पवित्र स्थलतर्फ। आमा टेम्पल। मन्दिरमा पाइला टेक्ने बित्तिकै यहाँको शान्त वातावरण र धूपको सुगन्धले मनलाई एउटा छुट्टै आनन्द दिएको थियो। जन्मदिनको दिन योभन्दा पवित्र सुरुवातहरू के नै हुन सक्थ्यो र। जीवनको अर्को वर्षमा प्रवेश गर्दै गर्दा मेरो मनमा कैयौँ सपनाहरू छन् र मेरा जस्तै कैयौँ मानिसहरूको आशा, सपना र बाचाहरू यी नोटहरूमा छरपष्ट देखिन सकिन्छ। भनिन्छ यो केवल एउटा धार्मिक स्थल मात्र नभई मकाउ सहरको पहिचान र यसको नामकरणको मुख्य स्रोत पनि हो। 15औं शताब्दीमा बनेको यो मन्दिर पहाडको भिरालो भागमा निर्माण गरिएको छ, जहाँका भित्ताहरूमा विभिन्न चिनिया श्लोकहरू, विभिन्न बनाइहरू कलात्मक तरिकाले खोदिएको देख्न सकिन्छ। सहरको कोलाहल र भिडभाडदेखि टाढा यो शान्त र हरियाली स्थानमा पुग्दा मनलाई एउटा छुट्टै ऊर्जा प्रदान गरेको मैले महसुस गरेँ। चट्टान र पहाडको काखमा बनेको यस मन्दिरमा विभिन्न कलाकृतिहरू र यहाँको इतिहासहरू देख्न सकिन्छ। यहाँको वास्तुकलाले चिनिया परम्परा र स्थानीय शैलीको सुन्दर मिश्रण झल्काउँदछ। यहाँको भित्ताहरूमा इतिहास झल्किने गरी सुन्दर कलाकृतिहरू पनि देख्न सकिन्छ। मुख्य गरी यो मन्दिर समुद्रकी देवी देवी माजुलाई समर्पित गरिएको छ। किम्वदन्ती अनुसार देवी माजुले आफ्नो दैवी शक्ति प्रयोग गरी समुद्री आँधीमा फँसेका कैयौँ मानिसहरूलाई बचाएकी थिइन्। यही आस्थाका कारण उनीप्रति श्रद्धा प्रकट गर्दै यस मन्दिरको निर्माण गरिएको थियो र आज यहाँ पुस्तौँदेखि देवी माजुको पूजाआजा गर्दै आइरहेका छन्। यस पवित्र स्थलबाट आफ्नो जन्मदिनको सुरुवात गर्न पाउँदा आफूलाई निकै भाग्यमानी महसुस गरेको छु र आशा गर्दछु कि देवी माजुले यहाँहरू सम्पूर्णको रक्षा गरून्। धन्यवाद।